सरकारले 30 दिनभित्र फेसबुक, व्हाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ। सामाजिक सञ्जालहरूलाई नेपालमा 1 महिनाभित्र दर्ता नभए रोक लगाउने चेतावनी सरकारले दिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार तेस्रो पटक सूचना प्रकाशित गरेर दर्तामा नआए फेसबुक, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमा रोक लगाउने चेतावनी दिएको हो। साथै मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनेको छ। यसअघि पनि सरकारले फेसबुक, एक्स, टिकटक, लिङ्कडिन लगायतका सामाजिक सञ्जाललाई सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका 2080 को प्रावधानहरू अनुरूप सूचीकृत गर्न पटक पटक आग्रह गर्दै आएको छ। तर हालसम्म भाइबर, टिकटक र विटक मात्रै मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेको उल्लेख छ। मन्त्रालयको सूचनामा सामाजिक सञ्जालको दर्ता, नियमन र निगरानी सम्बन्धी प्रावधानहरू समावेश छन्। मन्त्रालयका अनुसार यो कदमले अनलाइन प्लेटफर्महरूको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत गर्नेछ। निर्देशिकामा सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा आफ्नो सेवा प्रदान गर्नुअघि अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, आपत्तिजनक सामग्रीको निगरानी र हटाउने प्रक्रिया सुनिश्चित गर्नुपर्ने र प्रयोगकर्ताहरूको गोपनीयता तथा डेटा सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्रावधानहरू समावेश छन्। मन्त्रालयले यस निर्देशिकाको कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने जनाएको छ। सरकारले जारी गरेको निर्देशिकाले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सम्पर्क कार्यालय, आवश्यक गुनासो सुन्ने अधिकारी र सो नियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ।